ल हेर्नु साथीहरू, जापानिज स्टाइलको रेस्टुरेन्टमा बफेट कस्तो हुन्छ म हजुरहरूलाई देखाउँछु। यहाँ डेकोरेसन यसरी गरिएको छ। यहाँ चाहिँ कुपन ल्याउनुपर्छ। यो कुपन चाहिँ यहाँनिर रिसेप्सनमा लगाउनुपर्छ। त्यसपछि यसरी पुरानो सामानहरू राखेर यहाँ डेकोरेसन गरिएको छ। किसिमले चाहिँ एउटा पलान चलिरहेको छ। एउटा माङ्गा भन्ने हुन्छ, त्यसको त्यो क्यारेक्टरलाई लिएर किसिमको यहाँबाट तपाईँको बफेटको स्टार्ट हुन्छ। तपाईँलाई पहिला एउटा रेस्टुरेन्टको भ्यू देखाउन चाहन्छु। यसरी रेस्टुरेन्ट छ। यहाँनिरबाट तपाईँ रेस्टुरेन्ट सुरु गर्न सक्नुहुन्छ। यो ट्रेहरू लिने खानाहरू छ। तपाईँको खानाहरू बफेटमा तपाईँले आफै निकाल्दै खाना गर्न सक्नुहुन्छ। हेर्नुहोस्, विभिन्न किसिमको खाना छन् तपाईँले खान सक्नुहुनेछ। हेर्नुहोस्, विभिन्न किसिमका भेराइटीहरू यसरी राखिएको छ। यता चाहिँ लास्टमा चाहिँ तपाईँको ब्रेडहरूको कर्नर प्लस पानकेकको कर्नर प्लस यहाँ चाहिँ तपाईँको पानकेकको टपिङको लागि विभिन्न किसिमका खानेकुराहरू राखिएको छ। यस्तो छ। त्यसपछि यतातिर चाहिँ तपाईँको डेजर्ट कर्नर छ। डेजर्ट प्लस सलाद कर्नर। यहाँ सलादबाट सुरु भयो, ड्रेसिङ सलादहरू पनि विभिन्न किसिमका सलादहरू छ। त्यसपछि यहाँ चाहिँ कर्नफ्लेकहरू छ, दुध राखिएको छ, मिल्क राखिएको छ, फ्रुट्स ककटेल ओरेन्ज राखिएको छ। तपाईँले लिन सक्नुहुन्छ। त्यसपछि यहाँ ड्रिङ्कहरू, ड्रिङ्कको लागि ग्लास, कोरी, सफ्ट ड्रिङ्क, कफी कप र कफीको मेसिनहरू छ। यति किसिमका खानेकुराहरू चुन्दी गरिएको छ, हेर्न सक्नुहुन्छ। यो चाहिँ मैले आफै काम गर्ने रेस्टुरेन्ट हो।